यो चाहिँ गोलभेडाको अचार, यो च्याउको सिकुटीको अचार, अनि यो रायो साग, यो सबै चाहिँ नि पानीमा पकाएको होइन, पानीमा पकाएको। यो फापरको ढिँडो खाएँ ल। तपाईँहरू खानुभयो कि भएन? मैले चाहिँ खाएँ। यो चाहिँ च्याउ सिकुटी, च्याउको अचार। म हिजो हालेको है 1.5 किलो, हिजो अस्तिको दिन 3 दिन भयो 1.5 किलो गोलभेडाको अचार छ। कति मिठो भएको छ, कति मिठो। च्याउको सिकुटीको अचार त झन् भन्नै नपर्ने मिठो छ। भनेर त्यो भएको होइन, सबै जेसुकै केही नभए भए पनि हामी छोरीचेलीको लागि चाहिँ माइती भनेको चाहिँ दह्रो चाहिने होस्, त्यसमा पैसै नहोस्, सम्पत्ति नभए पनि कसैले हात उठाउन नसक्ने खालको हुनुपर्ने रहेछ क्या साथीहरू। अब वर्षको एकचोटि आउनुहुन्थ्यो होइन, मलाई भेट्नु, अनि चामलहरू ल्याइदिनुहुन्थ्यो, के गर्नु, अनि कुखुरा ल्याइदिनुहुन्थ्यो। नानीलाई छोरीलाई कति धेरै मनपर्छ भनेर पिठोहरू होइन। हेर्नु साथी, ढिँडो पनि खाएँ होइन, अलिकति ढिँडो अलिकति भात पकाएको मैले चाहिँ होइन। यो चाहिँ रातो मार्सी चामलको भात हो होइन, लोकल चामलसँग मिसाएको होइन। यस्तो मिठो हुन्छ, यस्तो हेल्दी हुन्छ, यस्तो मिठो। यति खाएपछि त बेलुकासम्म भोक लाग्दैन।